मन्त्रीज्यू, केन्द्र समितिका साथीहरू, नेपाली काङ्ग्रेसका नेता, निवर्तमान सहमन्त्री जीवनजी, मञ्चासीन र तल रहनुभएका सबै यतिबाट दाई लगायत पार्टीका सबै दिदी, सबै मेरो अग्रज मान्यवरहरू, साथीहरू, सबैलाई हार्दिक धन्यवाद। म सबै ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु र यो नयाँ जिम्मेवारी लिइसके पछाडि पहिलोपटक गण्डकी प्रदेश आएको छु। भर्खर हामी गण्डकी प्रदेशको कार्यालयमा गयौँ र त्यहाँ पार्टीको सभापतिजी साथीहरूले न्यानो स्वागत गर्नुभएको छ र अहिले तपाईँहरूको बिचमा एकछिन भए पनि आउने मौका पाएको छु। सभापतिजी साथीहरूलाई हार्दिक आभार प्रकट गर्छु। केही वर्ष अगाडि म मेरो परिवारसहित कुन हिल आएको थिएँ ट्रेकिङको लागि दसैँको बेलामा। फर्केर आउँदै गर्दा घामरुङमा रात पाएँ र बिहानतिर मैले नाम सम्झेसम्म ध्रुवा आले दाई हो जस्तो लाग्छ मलाई। उहाँले मलाई त्यो अन्नपूर्ण कन्जर्भेसनको कार्यालयभन्दा अगाडि लिएर जानुभएको थियो र एउटा स्पट मलाई उभ्याउनु भयो र त्यहाँ लगेर के भन्नुभयो भने यही ठाउँबाट माओवादीहरूले हामीलाई अपहरण गरेर लिएर गएको र ईश्वर गुरुङको हत्या गरेको ठाउँ पनि यही हो। दिलमान गुरुङ, ईश्वर गुरुङको हत्या भयो, हामी तीनजना साथीहरू अपहरणमा पऱ्यौँ भनेर उहाँले ती घटनाहरू सम्झाउनु भयो। अन्तिममा जाने बेलामा म काङ्ग्रेसको महामन्त्री थिएँ। मलाई एउटा कुरा भन्नुभएको थियो, हामीले तपाईँहरूसँग केही पनि मागेका थियौँ तर तपाईँले हामीलाई रुखमा पनि मतदान गर्न नदिनु, हाम्रो मतदान गर्ने अधिकार पनि खोज्नु। तपाईँहरूले माथिको नेताहरूले भन्नुभएको आदेश हामीले मानिदिनु पर्ने, अनि काङ्ग्रेसले ठिकठाक गरेको छ भनेर भनिदिनु पर्ने। हामीले तपाईँहरूसँग केही पनि मागेका छैन तर हाम्रो परिवारलाई गएर हामीले के भने हाम्रो मन दुख्दैन भनेर भन्नुभएको थियो। मसँग उत्तर थिएन, म चुपचाप लागेर बसेँ। तर म आज काङ्ग्रेसको सभापतिको रूपमा उत्तर दिएर कास्कीमा आएको छु। अब कसैले रोक पायो भने त कतै पनि कास्कीका तीनटै निर्वाचन क्षेत्रमा, गण्डकीका सबै निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका साथीहरूले छाती फराकिलो बनाएर गएर रुखमा गएर मतदान गर्ने हो। यो केवल एउटा निर्वाचनसँग जित्ने कुरा, विश्वासको कुरा मात्र होइन, त्यो नेपाली काङ्ग्रेस पार्टीको आस्थाको कुरा पनि हो, एउटा विश्वासको कुरा पनि हो, हाम्रो गौरवको कुरा पनि हो र यो निर्वाचनसँग जोडिएको विषय मात्र होइन। यो निर्णयले नेपाली काङ्ग्रेस पार्टीलाई आफ्नो जिम्मेवारी पुरा गर्नका निम्ति यसलाई एउटा प्रेरणा पनि दिन्छ। मैले सधैँ भन्दै आएको छु, नेपाली काङ्ग्रेस पार्टी राष्ट्रिय पार्टी हुने कि नहुने भन्ने कुरा निर्वाचनले निर्धारण गर्छ, निर्वाचनको मतले निर्धारण गर्छ। जनताले चाहे बनाइदिन्छन्, नचाहे हराइदिन्छ। तर नेपाली काङ्ग्रेस पार्टी राष्ट्रिय शक्ति हो भन्ने कुरा चाहिँ यसको इतिहासले निर्धारण गरेको शक्ति हो। राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ। राष्ट्रिय पार्टी भएपछि संसदमा उसले हैसियत पाउँछ, कहीँ सरकार बनाउला, कहीँ प्रतिपक्षमा बस्ला, त्यो जिम्मेवारी। तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा त्यो राष्ट्रको त्यो बेलामा आएका समस्याहरूलाई उसले चिन्छ, त्यो समस्याहरूलाई पर्गेल्छ, त्यो समस्याहरूलाई म सम्बोधन गर्छु भनेर एउटा सङ्कल्प गर्छ र सम्बोधन गर्छ। त्यो राष्ट्रिय शक्ति। 2033 सालमा हामी मेलमिलाप दिवस भनेर हामी सम्झिन्छौँ। कहिलेकाहीँ हामी यतिकै आउँछौँ, बिपीको तस्बिर माल्यार्पण गर्छौँ र बिपी कोइरालाले यसो भन्नुभएको थियो भनेर पुराना कुराहरू सम्झन्छौँ। सम्झनाको पनि आफै एउटा महत्त्व हुन्छ। तर त्यसको गर्वमा गएर हेऱ्यो भने नेपाली काङ्ग्रेस पार्टीले त्यो बेलामा के गर्यो? त्यो राष्ट्रिय शक्ति भएको हुनाले गर्दा त्यो सोच आयो, त्यसको भूमिका निर्धारण, त्यो भूमिका निर्वाह गरेको। त्यो बेलामा नेपाल जस्ता साना साना देशहरू, चाहे त्यो सिक्किम होला, अरू यस्ता अरू थुप्रै देशहरूको आफ्नो अखण्डतामाथि प्रश्न आइसके पछाडि नेपाली काङ्ग्रेसको नेताहरूले राष्ट्रिय शक्ति भएको हुनाले गर्दा हाम्रो प्रजातान्त्रिक आन्दोलन केही समयको लागि पछाडि परे पनि पर्छ, हाम्रो ज्यान गए पनि जान्छ। हातमा 7वटा 8वटा फाँसीको मुद्दा लिएर बिपी नेपाल आउनुभयो, केही फरक पर्दैन। तर हामी त राष्ट्रिय शक्ति हो। नेपालको अखण्डता जोगाउनका निम्ति त्यो बेलाको राजासँग पनि हामीले हात मिलाउनुपर्छ, यो शक्तिसँग पनि हामी सँगै जानुपर्छ। त्यसैले हामी जेल परे परौँला, फाँसीमा झुन्डिउँला, तर हाम्रो जिम्मेवारी हो, हाम्रो आन्दोलन पछाडि परे पर्ला, राष्ट्रिय शक्ति हो। 2060 सालमा सबैभन्दा बढी मानिस कसको मारिएका थिए, सबभन्दा बढी घाउ कसलाई लागेको थियो?
सबभन्दा बढी साथीहरू कसो लखेटिएका थिए, जताततै काङ्ग्रेस लखेटिएको थियो, मारिएको थियो। नियतका साथीहरू, घरमा बसिरहेका साथीहरू, आफ्नो काम गरिरहेका साथीहरू, युद्धमा गएको होइन नि माओवादीको जस्तो हाम्रो साथीहरू, कोही बन्दुक बोकेर गएको होइन। तर त्यो बेलामा राष्ट्रिय शक्तिको जिम्मेवारी के थियो? देशको त्यो बेलाको सबैभन्दा ठुलो मुद्दा के थियो? हिंसा सबभन्दा ठुलो मुद्दा। हिंसाले चिया बनाएको छ। त्यही भएर राष्ट्रिय शक्ति नेपाली कङ्ग्रेस भएकोले गर्दा नेपाली कङ्ग्रेसले सङ्कल्प गर्यो हिंसाबाट देशलाई बाहिर निकाल्छ। आफ्नो छातीमा गोली हान्ने माओवादीसँग हात मिलाएको हो नि त, हामीले घाउ बिर्सेर हात मिलाएको हो नि त। यो राष्ट्रिय शक्तिको जिम्मेवारी हो। आज नेपाली कङ्ग्रेसले त्यही राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ। आजको विषय के हो त नेपालको? हामीले केवल भाद्र 23-24 भनेर तिथिमिति घोकेर मात्र हुन्न। त्यसको गर्वमा के छ? मैले सरसरी हेर्दै गर्दा मूलत दुईटा कुरा छ। एउटा नागरिकहरूको रिस छ, र रिस त्यो गहिरो छ, र अर्को राज्यका संस्थाहरूप्रति, चाहे त्यो संविधान होला, अड्डा होला, अदालत होला, राजनीतिक दल होला, नेतृत्व होला, सबैप्रति एउटा चरम अविश्वास। र अब यो अविश्वास धमिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा नेपाली कङ्ग्रेस पार्टीको जिम्मेवारी हो, यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो, यसलाई मिलाएर लिएर जाने जिम्मेवारी हाम्रो हो। हिजो कुनै बेला नेपालभित्रकै हामी फरक फरक समुदायका मानिसहरू आफ्नो अधिकारको लागि उठ्यौँ, लड्यौँ, त्यो स्वाभाविक थियो। तर एउटा शक्ति चाहिएको थियो जसले सबै जात जाति समुदायलाई मिलाएर लिएर जाने। 2070 सालमा संविधान निर्माण गर्ने बेलामा त्यो भूमिका हामीले निर्वाह गरेको, त्यो राष्ट्रिय जिम्मेवारी हामीले निर्वाह गरेको। आज नेपाली कङ्ग्रेस पार्टीले म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू अब घर घर जानुपर्नेछ, मतदाताहरूको बिचमा जानुपर्नेछ। मतदान गर्नुहोस् नगर्नुहोस् त्यो उहाँहरूको छनौटको कुरा हो, तर हाम्रो सन्देश लिएर तपाईँहरू जानुपर्नेछ। भाद्र 24 गते देश दण्डनी बल्यो, अर्को वर्षको भाद्र 24 गते बल्दैन भन्ने कुराको जिम्मा कसले लिन्छ? काङ्ग्रेसले लिन्छ। हामी छौँ, हामी बल्न दिन्नौँ, हामी सम्हाल्छौँ। कुनै पनि खालको हिंसाको दलदलमा नेपाललाई पर्न दिन्नौँ, कुनै पनि खालको उत्तेजनाको राजनीतिमा नेपाललाई पर्न दिन्नौँ। हामीसँग त्यो चरित्र छ, हामीसँग त्यो मूल्यबोध छ, हामीसँग त्यो अनुभव छ, हाम्रो क्यारेक्टरै त्यही हो। हाम्रो पार्टी कुनै पनि एक्सट्रिममा जानै सक्दैन, हामी घृणाको राजनीति गर्नै सक्दैनौँ, हामी प्रतिशोधको राजनीति गर्नै सक्दैनौँ। हाम्रो क्यारेक्टरै मिलाउने हो। आज नेपालमा एउटा मिलाउने शक्ति चाहिएको छ, नेपालमा एउटा सम्हाल्ने शक्ति चाहिएको छ। रिस छ, त्यो रिसलाई त्यसलाई सम्बोधन पनि गर्नुपर्नेछ। त्यो कसले गर्छ? त्यो क्यारेक्टर कोसँग छ? हामीसँग छ। त्यो प्रुभन कुरा हो। तपाईँहरूले यो सन्देश घर घर लिएर जानुपर्नेछ। त्यसैले पहिलो सन्देश नेपाली काङ्ग्रेसले यो देश सम्हाल्छ, यो सम्हाल्ने जिम्मेवारी काङ्ग्रेसले पुरा गर्छ। देश सम्हाल्ने शक्ति चाहिएको छ। यो आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो ताकत हामीले राख्नुपर्ने छ। उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो काङ्ग्रेस हो। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ। हामीलाई गाली गर्नुहोस्, गाली खान्छौँ, हामीलाई आलोचना गर्नुहोस्, आलोचना सुन्छौँ, प्रश्न गर्नुहोस्, उत्तर खोज्छौँ, समस्या बताउनुहोस्, समाधान खोज्छौँ। तर तपाईँहरूकै बिचमा बसेर नभागेर हामी मिलाउँदै 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 लिएर जान्छौँ। हामी पुरानो पुस्ता र नयाँ पुस्तालाई पनि मिलाउँछौँ, पहाड र मधेसलाई पनि मिलाउँछौँ, देशभित्र रहेका र बाहिर रहेकालाई पनि मिलाउँछौँ। सबैको बिचमा मिलाएर लिएर गएर नेपालमा फेरि एकपटक एकअर्काप्रतिको विश्वास र भरोसा कायम राख्छौँ। यो काङ्ग्रेसले गर्छ भन्ने यो सन्देश लिएर तल जानुपर्नेछ। तर सम्हाल्ने शक्ति मात्र चाहिएको त अहिले यसलाई सम्हाल्यो भने चाहिँ अडियो नि त के सम्हाल्नु पर्नेछ पहिला। तर नागरिकहरूले खोजेको त सम्हाल्ने मात्र होइन, सम्हाल्ने सँगसँगै एउटा यस्तो शक्ति खोजेको जसले सम्हालोस् पनि तर सँगसँगै सुधारोस् पनि, जसले बदलोस् पनि। काङ्ग्रेस आज एउटा सङ्कल्प गरेर आएको छ आफ्नो अधिवेशनबाट, हामी यो देशलाई सम्हाल्छौँ, हामी यसको व्यवस्थालाई सुधार्छौँ। सुधार्ने पनि नागरिकहरूले खोजेको त्यही भएर हो नि त। आज नागरिकहरूको बिचमा गएर सोध्यो भने मधेस जाउँ, पहाड जाउँ, युवामा जाउँ, बुढामा जाउँ, जहाँ गएर सोध्यो भने पनि सबभन्दा ठुलो रिस केसँग छ? सबभन्दा ठुलो शत्रु नेपालको को भनेर सोध्यो भने के भन्छ उसले? करप्सन, भ्रष्टाचार। हाम्रो काठमाडौँ जाने सडक वा यहाँ पोखराबाट हाम्रो यहाँका गण्डकीका अनेक ठाउँमा जाने सडकहरू बन्न थालेको वर्षौँ भयो।
अहिले त बन्दैछ, अलिकति राहत भएको छ। तर हाम्रो सडकहरू समयमा किन बन्दैन भनेर त्यसको जरामा गएर नागरिकलाई सोध्यो भनेदेखि पनि काहीँ न काहीँ कसैले कसैले पैसा खायो होला, घुस खायो होला, नेताले खायो होला, त्यस कारणले गर्दा बन्दैन होला। उसले यही न भन्छ। वैदेशिक रोजगारमा जानलाई, कतार जानलाई, मलेसिया जानलाई आजै पनि हामी कुरा गर्दै गर्दा 2000 मानिसहरू केटाहरू छोडेर जान्छन्। आज तिनलाई गएर सोध्यो भनेदेखि पनि किन जानु पर्यो होला भनेर सोध्यो भने उसले के भन्छन्? देशमा रोजगारी छैन, रोजगारी किन छैन? उद्योग धन्दा खोलेर उद्योग धन्दा किन खोलेर? किनभनेदेखि यहाँ नेपालमा करप्सन, त्यस कारणले गर्दा लगानी गर्न मान्छे आनु होला भनेर भन्छ। जुन ठाउँमा जुन समस्याको बारेमा हामीले चर्चा गऱ्यौँ भने पनि त्यसको जरामा गएर करप्सन, त्यो करप्सनका बारेमा एउटा पर्सेप्सनमा धारणा छ। यो कारणले गर्दा नागरिक रिसाएका छन्। नेपाली कांग्रेस पार्टीले यो 5 वर्षको अवधिमा कांग्रेसले जिम्मेवारी लिँदै गर्दा गर्ने के हो? हामी व्यक्तिले चमत्कार गर्छ भन्ने कुरामा विश्वास गर्दैन। मसँग जादुको छडी छैन। तपाईले भोलि कांग्रेसले बहुमत प्राप्त गर्यो, तपाईले मलाई प्रधानमन्त्रीको कुर्सीमा लगेर राखिदिनु भयो, त्यसपछि गएर मैले 24 घण्टामा यो गर्छु, 48 घण्टामा यो गर्छु भनेर जादुको छडी लिएर आउने कुरामा न मसँग छ न नेपाली कांग्रेसले कुरामा विश्वास गर्छ। कांग्रेसले के कुरामा विश्वास गर्छ? नेतासँग नियत हुनुपर्छ। त्यो नियत ठिक भएको नेताले ठिक नीति बनाउँछ। त्यो ठिक नीति पुरा गर्नलाई कार्यान्वयन गर्ने संकल्प राख्यो भने परिणाम आउँछ। हामीले संस्थाहरू बलियो बनाउने हो, हामीले प्रक्रियाहरू ठिक बनाउने हो, हामीले नियम कानुन ठिक बनाउने हो, हामीले प्रणाली ठिक बनाउने हो र नेपालका सन्दर्भ र नाराका साथ अगाडि बढ्ने हो। नेपालमा भ्रष्टाचार हट्छ, नेपाल अगाडि बढ्छ भन्ने नाराका साथ नेपाललाई अगाडि बढाउने। तपाईले घर घर गएर मतदातालाई विश्वास दिलाउनु पर्छ। भ्रष्टाचार नेपालको सबैभन्दा ठुलो मुद्दा हो र भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा यो बदलेर आएको नेपाली कांग्रेस हो, जसको टाउकोदेखि सुत्तरसम्म प्रत्येक नेता एउटा संकल्प गरेर आएको छ। नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ भन्ने एउटा भरोसा तपाईहरुले घर घर गएर टोल गएर मतदाताको बिचमा गएर दिलाउनु पर्नेछ। म अब धेरै समय लिन्न। पार्टीको प्रदेशको कार्यक्रममा गएर अलि पछाडि तपाईहरु आउनु होला। बैठक पछाडि म अरू थप कुरा राख्छु, तर अन्त्यमा जाने बेलामा एउटा कुरा भनेर जान्छु म। हामीले भर्खर एउटा अधिवेशनको प्रक्रिया सकेर आएका छौँ। अब यो विशेष महाधिवेशन यो त्यो भन्दा पनि छाड्दैन, सक्यो त्यो अध्याय हो। सिङ्गो नेपाली कांग्रेस हामी एक ठाउँमा छौँ, एक देशका छौँ, एउटै ताकतका साथ हो, एक मनका साथ हो। यो त्यो विभाजनको केही पनि कुरा छैन। यो निर्वाचन सक्छौँ, फेरि पार्टीको साथीहरूको बिचमा क्रिया संवाद गर्छौँ, सबै साथीहरूलाई सम्हाल्छौँ, सबैलाई एउटै आँखाले दृष्टिकोणले हेर्छौँ र त्यस पछाडि पार्टीका अरू बाहिरका कामहरू छन्, अधिवेशन गर्नुपर्ने छ, ती कुराहरू लिएर जान्छौँ। कोही साथीलाई काखा, सबै साथीहरूलाई घर फर्क भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, सबै साथीहरूलाई घर फर्क भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ। यो